गाइज 2 पार्ट आइसक्यो हाम्रो 1 पार्ट हेर्नु भएको छैन भने गएर मेरो मर्स सुस्मी र क्युट गर्ल दिप्पुमा गएर हेर्न सक्नुहुन्छ त्यो 2 पार्ट। प्लिज सब्स्क्राइब गरिदिनु होला दुईटैमा गाइजहरु दुईटैमा गरिदिनु होला। हामीले भनेको थियो नि हामी उति भागमा चढाउनु त्यो हैन भूत चढेको थियो के हाम्रो घरमा मतलब त्यो नि घरमा। प्लिज हामी जानेछौँ कि जाने त निस्किने के नजाने। अब यो भ्यागमा चढेर देखाउँछ है भ्याग होइन के गाइज जेसीबी भ्याग भन्थ्यो कि मेरो गाउँतिर त्यसैले के कन्फ्युज भएको गाइज। पहिला पहिला म सक्छ राम्रो हात धोएर मैले हात टु पार्टमा चाहिँ मैले हात धोएको चाहिँ सिधा त्यो त नटेका यो यमै रहेछ गाइजहरु उताबाट सक्छ हिजो सिधा यो यहाँबाट आएन यहाँनिर कलले अनि यताबाट यता छ गाइजहरु म यहाँ रहेछ त्यहाँ पहिला चिप्लिटी त खेल्ने त तेरी भी बहुत अच्छी मजा आयो। गाइजहरु हामी चाहिँ नेपालबाट तपाईहरु कहाँबाट इन्डिया। हजुर आफ्नो देशको नाम पनि कमेन्ट गरिदिनु होला। इन्डियाबाट हामीलाई पनि लागोस् नि हाम्रो भ्लगहरु कहाँबाट हेर्छन् भनेर। गाइज ल यहाँबाट हेर् यहाँबाट अब यता हेर ल अब यता राख है ल उहीपछि मेरो पाले हुन्छ केटीहरू मलाई पनि यता धेरै मजा आउँछ कि हाम्रो 1 पार्ट चाहिँ धेरै इन्ट्रेस्टिङ भएको छ गाइजहरु त्योलाई हेर्नु होला प्लिज। हामी चाहिँ धेरै उहरू गरे हाम्रो कतिखेर काटिने भयो कतिखेर के हुने भयो त्यही भएर हामीले चाहिँ 2 पार्ट गरिदिएको थिए। 2 पार्ट जाँदैछ गाइज हामीले चाहिँ बिहानै बनाएको थिएन हिजोको त्यो पार्ट चाहिँ हेर्नु भएको होला हामीले हैन 1 हप्ता पछाडिको होला रोक ए नाटक नगर खुरखुरालै यति आइछ ए गाइज कति भनेको लिया गाइजहरु मेरो गाइज भन्ने बानी चाहिँ एउटा च्यालेन्ज खेल्ने त बेस्टी खुरखुर पहिला यो गाइज नभन्ने कि यो यहाँमा चाहिँ गाइज नभन्ने गाइज भन्यो भने चाहिँ आउट है गाइज नभन्ने। अनि हामी साथीहरु हामीले चाहिँ यता खेले हैन गाइजहरु भन्ने मिलेर ल भयो तल निस्के साथीहरु मेरो हुनुभन्दा पहिले हजुरलाई म एउटा सरप्राइज दिन गइरहेको छु तलाई पनि अनि हजुरहरुलाई पनि गाइज भन्ने के छैन ल भन्ने भने दिउ कि नै सरप्राइज दिउ कि नै दिदिम हेर्न सक्नुहुन्छ हजुरलाई सरप्राइज छि गाइजहरु एको हो यार थाहा भएन गाइजहरु छपरी होइन गाइज हामी चाहिँ उनीहरूलाई त्यो सानोवाला भाइ चाहिँ छपरी होइन गाइज ठुलोवाला सानोवाला भाइ चाहिँ छपरी होइन सानोवाला मात्र हो छपरी मतलब सानोवाला छपरी होइन ठुलोवाला छपरी हो। अब मेरो देखा यार त्यो छोड दे लाइज गाइजहरु मेरो अझै फोहोर भयो हेर्नु न उसको बाटो कति सफा भएको हेर्नु न गाइजहरु हेर्नु न गाइजहरु यहाँ उसलाई चाहिँ चिप्लेट खेलेको हामीले चाहिँ यहाँ माथि गाइजहरु माथि उसलाई चाहिँ हामीले माथि दिन ऊ चाहिँ चढेको छ गाइजहरु यो पार्ट 2 होइन पार्ट 2 चाहिँ धेरै इन्ट्रेस्टिङ जस्तो छैन लागिरहेको छ मैले चाहिँ तर हेर्दिनु होला प्लिज सपोर्ट गरिदिनु होला। दुईटा बेस्टी चाहिँ हामीलाई चाहिँ धेरै सपोर्ट गर्छन् कि एउटा दुईटा ट्विन्स सिस्टर छन् तिनीले चाहिँ हामीले धेरै सपोर्ट गर्छन् तिमीले पनि सब्स्क्राइब गर्छ तिमीलाई पनि सब्स्क्राइब गरिदिनु होला। टोपी मान्छे हुन्छ नि गडीमा देख्नु भयो हैन गाइज हजुर हामी रिस्कले कस्तो बन्द गर्दिनु गो
Ready, set, go. Go. यो ब्रेसलेट कसरी बल्यो यार अब त्यो आत्मा कता गयो अब का मेरै साथीको होला कहाँ गयो त्यो उ त्यहाँ साथी के भयो यसो जर्कै किन जलाएको त्यो किन जलाइदियो ब्रेसलेट मैले कहाँ जलाएँ ब्रेसलेट होइन अङ्गुठी मैले जलाएको छैन त्यही ठाउँमा हेर्न जानुपर्छ गाइजहरू हिँड्नुहोस् प्रमाण भेटिन्छ अब हेर्नु पर्यो गाइजहरू पछि आउँदैछ रोक तँलाई बताउँछु म त्यहाँ नभए पनि तँलाई म टुक्रा टुक्रामा हजुर त्यही त हेर्नुहोस् हेर्नु पर्यो मैले गाइजहरू हामीले यतै राखेको होइन खै यता त छैन त सब गरिरहेको मैले होइन 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 त अहिले होइन ब्रेसलेट खै यताको कसले बच्चाले समा होला त अन्त मलाई गर्नु त्यो ब्रेसलेट कसले जलायो तिमीले यता हेर्नु गाइस म यति झुट बोल्छु आजकल झुट बोल्नुको पनि सिमाना हुन्छ यता कसले जलाएको यहाँ अहिले कसले सफा गरेछ हेर त किन जलाइद अहिले मन मैले जलाएको होइन कोही बच्चाले अब त्यो आत्मा मैले देखेको थिएँ कि एउटा बच्चाले पुरै जलाएर को होला भनेर त फेरि म त भागेर गएँ अझ मैले तँलाई देखिसकेको थिएँ झुटो पनि यति बोल्नु पर्दैन अब अगाडि झुटारी हो यो झुटारी हेर्नुहोस् अगाडि तिमीले हकार्छौ भनेर मैले के गरेको थिएन त्यही भएर हगायो अब म तेरोमा भूत खस्यो भने अब के भयो यसलाई अब यो मार्छ कि क्या मलाई केही प्रमाण जुटाउनुको लागि बाबाकोमा जानुपर्छ गाइजहरू म बाबालाई बोलाउन जान्छु त्यो भूतलाई भगाउने बाबा के भूत चाहिँ मेरै पछि आइरहेछ बस्ने खोइ बाबा त यता बसेकै छैन अब के गर्छु यो भूतले मलाई गाइजहरू म त फसेछु मैले फसेछु गाइजहरू कृष्ण भगवान गाइजहरू कृष्ण की जय कृष्ण की जय कृष्ण की जय कृष्ण की जय कमेंट में लिखो गाइस कृष्ण भगवान की जय उधर देखो कृष्ण म त ठीक भएँ हाँ तेरो भारी टाउको भारी भा टाउकोलाई यस्तरी कुट मैले भनेको थिएँ त्यस्तो नगर भनेर ल इन बाई बाई भन्ने गाइजहरूले अहिले बाई बाई गाइस गाइजहरू बाई 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 हजुर हामीलाई सपोर्ट गर्नु होला बाई बाई हजुरलाई म कृष्ण भगवान देखाउन दिन्छु अनि यो चाहिँ मन्दिर बाई बाई भनेपछि कहाँ कृष्ण ल बाई 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 बाई